हेलो गाइज नमस्ते एभ्रिबडी के जग्गा सन्चै हुनुहुन्छ म नि एकदमै सन्चै छु चाहिँ बिहानै गरम टक्क घाम लाग्न लाग्छ आज अलि छिटै उठ्यो 5 बजीतिर उठ्यो यहाँ यो च्याउ खोज्न जाने आइमाईले च्याङ 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 गरेर दिमाग खराब गरेर बिहानै 3-4 बजी च्याउ खोज्न जान्छन् बिहानै उठिन्छ किन आएर बसिहाल्छन् हिँडेर आएर उतातिर जङ्गल त जङ्गल जान डर मान्छन् त्यही भएर अहिले चाहिँ बिहानै उठ्यो आज चाहिँ असार 15 गते दही चिउरा खाने दिन दही ल्याउनु गइन्छ अब एकछिनमा अनि ल्याएर दही चाहिँ खाइन्छ है त डेरीमा पनि दही नपाइने भयो आज दही चिउरा खाने दिन यता चिउरा किन्ने मान्छे यता दही किन्ने मान्छे बनाइरहेको बिहान 6 बजे बेसी दाल्दैन कति जमाइदियो दही कति हो जमाया बिहान 6 बजी दाल्ने दही चिउरा खाने दिन आज अब त बिहान बिहानै लागि दही नै नपाएर आधा लिटर दही 5-6 जनालाई के होला चाख्ने बाटो अलिअलि हाम्रो यतातिर गाउँतिर चाहिँ त खेतीपाती लाग्नु लागेको छ असारको मौसम त लाग्नु लागिसक्यो अब यति असार महिनामा खेतीपाती सकिन्छ अब आज चाहिँ दही चिउरा खाइन्छ अब चट्ट पारेर खाए है न्युट्रिएन्ट गाइस तर आजको दिनमा चाहिँ यति थुप्रै पनि चाख्नुपर्छ माता मुन्छ हुँदैन बुढाबाबाले त्यही भएर आजको बिहानको नास्ता पनि भयो माता पनि भयो मेरो 2 सेरहरू बिहान बिहान आज सुत्यो हामी ल हेरौँ गाइस हाम्रो बुवाले मरेको लोकल माछा बाउको लोकल माछा कति ठुलो बाम बन्छ एउटा आउँछ सानो पसल आइयो सर्टर खोल्यो कपाल सपाल छिटो हान्यो अब हेरौँ गाइस यस्तो छ दसैँ यो शनिबारको यो शनिबार भएर अलि धेरै प्याक भयो भिडियो सिडियो बनाइएन हैन लड्दा यस्तै हो अब चट्ट सफा गर्नुपर्छ सिसा सफा यताउता अक्रम बक्रम गर्दा यही त हो आजकल त निक्लो भइयो बुवा काट्नु जानुभयो एउटा आउनुभएको थिएन हिजो आउनुभयो हुलिया टाइट भयो के गर्ने होइन काम त गर्नै पर्यो यस्तो छ मेरो लुक्स चाहिँ पहिला लामो कपाल भयो बेला कपाल काट्नु कति मन लाग्दैन थियो अहिले यो छोटो कपाल पालेको थियो कि कपाल यति आए पनि पुरा कस्तो चिराउने जस्तो अर्कै पुरा लाग्छ क्या त्यही भएर कपाल सपाल पनि सानै बनाउने अब एउटा जिजीको पनि उमेर हुँदैछ होइन पहिला कस्तो कपाल पार्ने रहर लाग्थ्यो अहिले त मनै लाग्दैन यस्तो छ यस दोकानको हालत बर्खा लाग्यो अब सागसब्जीसँग यस्तै हो ए मैले एउटा मिनी कुलर ल्याएर अर्डर गरेको थिएँ हेरौँ गाइस कस्तो चल्छ यसमा पानी सानी हालेको छु ट्याक्कै हेरेर बस्ने ग्राहकलाई हुन्छ नि कतिको चल्दो रहेछ हेरौँ है खासै हावा त दिन्न होला त्यही पनि यो चाहिँ कलरवाला रहेछ
यस्तो होला रहेछ यो चाहिँ त्यो होइन टेक्नोलोजी हो क्या बाटो हुँदा हुँदै माटो कुबाट हालिदिए यस्तो हुन्छ त्यता गरामा मकैबारी दर्याम दर्याम ल हेरौँ भाइ हाम्रो छोटकीको हेयर स्टाइल ट्याक्क आर्मीको काटेको छ यस्तो रहेर सानो सानो कस्तो छ राम्रो छ कि नै राम्रो छ कति पर्छ तैँले 3मा कुन स्कुलमा पढ्छस् शान्तिनगर 5 के त हो नि ल जा पानी पर लगायो कालो निलो भएर छेउछेउ गएछ है पानी त आएछ त यार Happy birthday to you, Mummy. Happy birthday to you. Happy birthday to you. ल त गाइज आजलाई यति नै हजुरलाई आजको भिडियो कस्तो लाग्यो मन परेमा लाइक सेयर कमेन्ट अनि सब्सक्राइब हुन्छ नबिर्सनु होला हामी फेरि नेक्स्ट अर्को भिडियोमा भेट्ने हुनेछौँ त्यो दिनलाई स्वस्थ व्यस्त अनि मस्त नहुनु होला बाई